management system. Why do sales and inventory management system exist? Because almost most of the companiesहरूमा इन्भेन्ट्री स्टक इन स्टक आउट्सहरू ट्र्याक गर्नको लागि अनि अब केही गरी अब मिनिमम स्टक्सहरू छ भने त्यसलाई अलर्ट गराउनको लागि अनि त्यसै गरी सेल्स कस्तो भइरहेछ, सेल्स पर्सनहरूले के कस्तो सेल्स गरिरहेछ त्यो पर्फर्मेन्सहरू इभ्यालुएट गर्नको लागि होइन सेल्स एन्ड इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम एक्जिस्ट गर्छ. एक्चुअली भन्नुपर्दा चाहिँ यो चाहिँ इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम एउटा छुट्टै पनि कम्पोनेन्ट हुनसक्यो वा सेल्स म्यानेजमेन्ट सिस्टम पनि हुनसक्यो होइन. तर अब सिन्स अब सेल्स एन्ड इन्भेन्ट्री भनेको छ नि यहाँ यस्तो काम हुन्छ है. सो दिस इज भेन्डोरा. अनि अलिकति म यसलाई चाहिँ जोहो इन्भेन्ट्री जुन चाहिँ एउटा पपुलर सेल्स एन्ड इन्भेन्ट्री म्यानेजमेन्ट सफ्टवेयर हो त्योसँग म फ्यामिलियराइज गर्न चाहन्छु. सो अनलाइन इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम जोहो. अब जोहो इट्स भेरी बिग होइन, सबै छ यसमा. बेसिकली एउटा इआरपी नै भएको छ, किन भन्दाखेरि सिआरएम टुल्सहरू अनि भनौँ न अब सेल्सको इन्भेन्ट्रीको पर्चेजेसको सबै इन्टिग्रेसन्सहरू पनि छ. सो मैले चाहिँ के गर्न खोजेको छु भन्दाखेरि आई अलमोस्ट मिनिट होइन यो 4 to 5 मन्थ्सको ड्युरेसनमा के कतिसम्म गर्न सकेको छु मैले भन्ने कुरामा. सो लेट्स एक्सप्लोर वाट द सिस्टम कन्सिस्ट अफ भेन्डोरामा. लेट्स लग इन. सो द्याट वुड बी दिस गाई. Log in. Okay, so it redirects to dashboard. अनि त्यसपछि यसमा बेसिक क्रड्सहरू है जुन हरेक सफ्टवेयरमा हुनै पर्ने हुन्छ. त्यसको अलावा पनि डिटेल्सहरू कसरी म्यानेज गर्ने भन्ने कुरा एकदमै इट्स भेरी इम्पोर्टेन्ट सेल्स एन्ड इन्भेन्ट्रीमा होइन. जस्तै प्रडक्टकै केस हेर्ने हो भने त प्रडक्टको नेम अनि त्यसपछि एसक्यू विच इज द स्टक किपिङ युनिट त्यो सबै हुनुपर्छ जुन चाहिँ लाइक युनिक हुन्छ हरेक प्रडक्टको लागि. त्यसै गरी अब कुन क्याटेगोरीमा छ, यस यो सबै क्याटेगोरी यो जुन प्रडक्ट जुन क्याटेगोरीमा बिलङ गर्छ त्यो त्यसको एक्जिस्टिङ क्याटेगोरी हो. जस्तै यहाँ एक्सेसरिज केबल छ भने त्यही एक्सेसरिज केबल भयो. अब सपोज मैले अब कुनै एउटा नयाँ क्याटेगोरी बनाएर जस्तै अब टेस्ट क्याटेगोरी भनेर बनाएर सपोज होइन गऱ्यो भने अब फ्ल्यास मासेस पनि छ होइन, यो चाहिँ अब रियाक्ट टोस्ट गरेर यो कुरा. सो अनि अर्को कुरा म यहाँ पनि बताइहाल्छु, पेजिनेसन पनि युज गरेको छु होइन. इट्स भेरी निट पनि. सो अब यसरी गर्न पाएँ होइन के कति भन्ने कुरा. नभए जस्ट सर्च पनि गर्न पायो अब स्मार्ट हुन्छ अनि स्मार्ट भनेर आउँछ यसरी होइन. अनि यसमा अब अप्टिमाइजेसनको कुरा धेरै नै बाँकी छ होइन. जस्तै अब कतिले डिबाउन्सिङ गर्छ, थ्रटलिङ गर्छ सर्चिङको लागि होइन. सो त्यो भने अब जस्तै अब टेस्ट क्याटेगोरी बनायो भने अब मैले नयाँ प्रडक्ट थप्नु पऱ्यो भने चाहिँ अब त्यो टेस्ट क्याटेगोरी यहाँ पनि आउँछ होइन. सो यो पनि राम्रो कुरा हो एउटा होइन. जस्तै अब क्याटेगोरी नयाँ प्रडक्टहरू थप्नु पऱ्यो भने है. अनि यस प्राइस हरेक इन्डिभिजुअल प्रडक्टहरूको त्यसपछि स्टक कतिमा छ. जस्तै अब मिनिमम स्टक 10वटा हुनुपर्ने तर 2टा छ भने त अब यो लो स्टक भनेर देखाएको छ. त्यसको लागि लजिक इट्स लाइक द्याट होइन. अनि अब क्रड भनेपछि यो अपडेट यो डिलिट पनि भइहाल्यो. सो अपडेटमा अब यो यसरी बस्ने भयो. अनि अब डिलिट भने डिलिटको लागि पनि मैले मोडल युज गरेको थिएँ कि नट लाइक जस्तै अब त्यो ब्राउजरको बिल्ट इन आउँछ नि होइन अलर्टहरू. सो त्यो युज नगरेर बरु मोडल युज गरेर कस्तो राम्रो देखिन्छ नि होइन. जस्तै अब म यहाँ क्याटेगोरी यहाँ छ, यो क्याटेगोरीले डिलिट हानिदिन्छ होइन. अनि यो डिलिट पनि हुन्छ है. अनि त्यसपछि अब सेल्सको कुरा गर्ने हो भने इन्भोइस नम्बर कति हो सेल्सको अनि कुन कस्टमरले चाहिँ सेल्स गरेको होइन. अनि त्यसै गरी अब त्यसको इन्भोइस डेट अनि आइटम. जस्तै अब सेल अनि सेल आइटम. जस्तै एउटा आइटम लिएको छ कुन भन्दाखेरि अब यो होइन. अनि त्यसपछि टोटल प्राइस अब त्यो प्रडक्टको हरेक प्राइसले गर्दा. अनि जस्तै अब यहाँ स्टेटस भनेको चाहिँ के छ, कम्प्लिटेड छ कि पेन्डिङ छ कि क्यान्सल छ. किन भन्दाखेरि सेल्सहरू भनेको इट्स नाइदर कम्प्लिट नर इनकम्प्लिट होइन. कुनै क्यान्सल पनि हुनसक्छ, क्यान्सल भएको छ अनि अब जे होस् सबै त्यो डिटेल्सहरू त यहाँ बसिराख्नु पऱ्यो नि त होइन. यही कुरा यदि एक्सेलमा भएको भए त तुरुन्तै डिलिट हुन्थ्यो वा अब त्यसलाई हाइलाइट गरेर राख्नु पर्थ्यो. तर त्यो जुन स्क्रिनिङ गर्नुपर्छ सर्च गर्नुपर्छ इट वुड टेक भेरी टाइम कन्ज्युमिङ होइन. जस्तै अब एपेक्स डिजिटल एकाडेमी उसको चाहिँ कतिवटा मात्रै भएको छ क्यान्सल भएको छ भने पहिला अब सबै एपेक्स डिजिटल एकाडेमीको यहाँ आउने भयो. जस्तै अब यो केसमा हेर्ने हो भने क्यान्सल चाहिँ
एउटा गरेको रहेछ अनि कम्प्लिटहरूको चाहिँ यो गरेको रहेछ भनेर यसै थाहा पाउनु पाएँ होइन सर्च गरेर। अनि यसको चाहिँ एड चाहिँ गजब छ क्या। जस्तै अब त्यो बरु सर्च गर्ने नि होइन, किन पुरै कस्टमरलाई नै त्यो ड्रप डाउन गरिदिनु, बरु जस्तै अब यहाँ एपेक्स थियो अघि होइन, जस्तै एपेक्स भने आयो ए भनेको यो सबै एक्जिस्टिङ कस्टमर नै हो। जस्तै अब यहाँ कस्टमरमा हामीले हेऱ्यौँ भने यो कस्टमरमा मध्ये अब त्यो हाम्रो एपेक्स डिजिटल एकाडेमी यहाँ छैन, अब उनीहरूको इमेल चाहिन्छ, फोन चाहिन्छ, एड्रेस, यो सबै भ्यालिडेट पनि भएको छ होइन। जस्तै अब त्यो लेरवेलले नै प्रोभाइड गर्छ क्या। अनि जस्तै अब त्यो कस्टमरलाई कसले असाइन गरेको छ क्या, म त्यसमा पछि आउँछु। सो लेट मी गेट ब्याक यार। अब जस्तै यहाँ एपेक्स भनेको थियो होइन, आई विल चुज एपेक्स। अब कुन प्रडक्ट, जस्तै मेबी केबल्सहरू होइन, त्यो केबल्सहरू छ, युएसबी केबल्सहरू। अब जस्तै मलाई 1000वटा केबल चाहियो अरे, अनि यो चाहिँ पेन्डिङमै छ अरे। यो गजब हो कि, किन भन्दाखेरि स्टकमा त जति छ त्यति मात्रै त हामीले सेल गर्न पाउँछौँ नि होइन, 1000वटा थोडी नै गर्न पाउँछौँ। सो अब यदि मैले यो याद राखौँ है त, यो प्रडक्ट एङ्कर युएसबी केबल चाहिँ 50वटा स्टकमा छ। अब जस्तै उसले चाहिँ 25वटा चाहियो अरे होइन। सो अब यो पेन्डिङमा राख, म पेन्डिङ भनेपछि यो भयो। अनि त्यसपछि अब यसलाई कम्प्लिटै गरिदिउँ न त होइन, कम्प्लिट भएर होइन। अब त्यो चाहिँ कति हाम्रो 50 युनिट छ होइन, एङ्कर केबल। सो एङ्कर केबल 50 थियो, अब 25मा झऱ्यो, लो स्टकमा आयो। अनि यही लो स्टकको कुरा अब ड्यासबोर्डमा पनि त हामीले अब तुरुन्तै एडमिन्सहरूलाई वार्न गर्न पाएँ नि होइन। जस्तै ओ नो, हाम्रो त एङ्कर युएसबी केबल पनि झर्न लाग्यो, अब हामीले इन्भेन्ट्री चेक गरेर चाहिँ एक्सन्सहरू लिनु पऱ्यो भनेर है। अझ मैले त तल देखाएकै छैन, त तल पछि आउँला, यहाँ तल यु क्यान सी है। अनि त्यसपछि अब युजर्स भनेको जस्तै अब सेल्स पर्सनकै कुरा भयो होइन। अनि यसमा म पछि रोल बेस एक्सेस कन्ट्रोलको कुरा पनि गर्छु होइन। यस, रोल बेस एक्सेस कन्ट्रोल पनि मैले यहाँ इम्प्लिमेन्ट गरेको छु। लेभल पोलिसिजहरूले यो अलाउ गर्छ। अब किन भन्दाखेरि अब यसमा दुईवटा प्राइमेरी युजर्सहरू, एउटा त यो सेल्स एडमिनिस्ट्रेटर भयो अनि सेल्स पर्सन भयो। सेल्स पर्सनहरूको चाहिँ मोर लाइक इभ्यालुएटिभ पर्फर्मेन्स एनालाइज गर्नको लागि बनाइएको सिस्टम हो, अनि सेल्स एडमिनिस्ट्रेटरहरूको लागि चाहिँ मोर लाइक एनालिटिकल पर्फर्मेन्स गर्नको लागि। जस्तै किन भन्दाखेरि सबै सेल्सहरू मोनिटर गर्नुपर्ने हुन्छ नि त होइन। सो त्यो भयो है। एन्ड यहाँ यसमा चाहिँ मलाई अब यु क्यान सी दिस स्मल बटन रिसेन्ट एक्टिभिटी, यो भनेको स्टक मुभमेन्ट हिस्ट्री थाहा पाउनको लागि हो होइन। जस्तै अघि भर्खरै चाहिँ उहाँले के गर्नुभएको रहेछ, एङ्कर युएसबी केबल सेल गर्नुभएको रहेछ, 50वटा थियो, अब 25मा झऱ्यो, क्यास्टर भन्नेले गर्नुभएको रहेछ। अनि कन्टेक्समा अब स्टक चाहिँ डिडक्ट भयो नि त, यो त किन भन्दाखेरि सेल गरे बापतको होइन। अनि त्यसपछि अब डेट र टाइम, अब यहाँ यसरी हामीले लाइक हरेक स्टक मुभमेन्ट मतलब एक्टिभिटीलाई ट्र्याक गर्दै जाने, जुन चाहिँ अब इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम भनेपछि त्यही नै हुन्छ काम। ल अब चाहिँ एउटा गजब के छ, मैले अघि एउटा टेस्ट गरेको थिएँ। सो लेट मी डु दिस अगेन है त। ओके, यो त डिलिट भयो। अनि त्यसपछि ओके, अब फेरि हामी अब टेस्ट युजर भनेर एउटा बनाउँछ है त। यो चाहिँ यसमा मैले अलि बेग्लै पाराले गरेको छु। ल यहाँ olivia.example.com भन्ने छ, यसमा भ्यालिडेसन पनि छ होइन। जस्तै अब म यहाँ यो यस्तो राखिदिन्छु होइन, यो राखिदिउँ, ल यो राखिदिउँ मैले होइन। यसमा के भन्छ भन्दाखेरि यस, यो इमेल अलरेडी छ, किन भन्दा त्यहाँ युजर्समा एकजना ओलिभिया भन्ने मान्छे थियो, उहाँको इमेल यो थियो होइन। अब वी क्यानट युज द्याट इमेल। सो अब user@gmail.com युज गरिदिउँ। अनि त्यसपछि भ्यालिड फोन नम्बर चाहियो अरे। ओके, भ्यालिड फोन नम्बर भनेपछि मेबी 10 डिजिट चाहियो होला, 2 3 1 4 5 6 7 8 9 10 होइन। यो अझै माग्दैन, किन भन्दाखेरि मैले चाहिँ बाई डिफल्ट लेभलको फोन हेल्परबाट नेपालको लाइक सेट गरेको छ भने चाहिँ उसले 98 भनेर यसरी माग्छ है। अब मैले यो सेभ गरेँ, सेभ हुन्छ। अब यो चाहिँ नयाँ कुरा के हो त, मैले भने जस्तै होइन, सेल्स पर्सनहरूलाई पनि हामी के गरिरहेको छौँ त, एउटा इभ्यालुएटिभ पर्फर्मेन्स डिटर्माइन गर्नको लागि यो सिस्टम उनीहरूलाई त्यो एबिलिटी दिइरहेछौँ क्या। सो त्यही भएर अब यो चाहिँ के गर्छौँ भन्दाखेरि, अब हाम्रो कुनै पनि सेल्स पर्सन नयाँ हामीले के अरे अर्गनाइजेसनले हायर गर्यो भने तिनीहरूलाई ल तपाईँको चाहिँ अब सिस्टम पनि अब इभ्यालुएट गर्नको लागि यो छ भनेर अब दिन्छौँ होइन यो। सो उसले अब यो हामी पासवर्ड दिन्छौँ। अनि त्यसपछि लेट्स गो टु आवर क्रोम। ओके, अब अनि यो रिडिरेक्ट पनि हुन्छ। अब जस्तै मैले यहाँ स्ल्यास म्यानेज कस्टमर गर्न खोजेको थिएँ भने चाहिँ अब रिडिरेक्ट टु लगइन होइन। अनि यो चाहिँ होम पेज नै भइहाल्यो अघिको जस्तै। अनि यो फ्रेम मोसन युज गरे
सो ओके, अब भर्खरै बनाएको चाहिँ user@gmail.com थियो। अब मैले चाहिँ त्यही पासवर्ड हाल्छु जुन चाहिँ अब मलाई सिस्टमले जेनेरेट गरेको, एडमिनले चाहिँ मलाई दिएको। ल जस्तै अब म चाहिँ नयाँ सेल्स पर्सन भयो भने चाहिँ अब त्यो पासवर्ड चाहिँ मलाई दिलाएँ, सो द्याट अब मैले अब सिस्टम चलाउन सकौँ होइन। तर त्यो के हुन्छ भन्दाखेरि चाहिँ त्यो पासवर्ड लाइक दिएको पासवर्ड हो, अब मैले आफ्नो पासवर्ड पनि सेट गर्न पाएँ। सो यो चाहिँ फोर्स पासवर्ड रिसेट भनेर चाहिँ मैले युज गरेको यसमा होइन। सो अब के गर्ने, अब ल होला नि त, अब टेस्ट राखिदिउँ न त। नो, टेस्ट अलाउड छैन। ओके, सो 8 क्यारेक्टर्स होला होइन। ल टेस्ट राखिदिएँ अरे मैले। ल यो पनि अलाउड छैन भनेपछि एउटा अप्पर केस चाहियो, एउटा लोवर केस चाहियो, एउटा नम्बर चाहियो, एउटा स्पेसल क्यारेक्टर चाहियो अरे। यत्तरी। ओके, सो 2 3 4 यो राखिदिएँ मैले। अनि तल अब ल यो राखिदिएँ मैले। अब सेभ हुन्छ। अनि त्यसपछि अब उसको लागि चाहिँ नयाँ फ्रेस ड्यासबोर्ड बन्ने भयो। अब उसको त सेल्सहरू कुनै भएको हुँदैन बाई डिफल्ट होइन। अब यसमा चाहिँ यो खाली छ बिकज आई ह्याभ टु मेक मेनी मोर एडजस्टमेन्ट होइन। तर लाइक यति गर्नु भन्ने नि लाइक धेरै नै हो क्या, ठुलै कुरा हो क्या होइन। सो ब्याक टु हाम्रो सेल्स एडमिनिस्ट्रेटर। अब ड्यासबोर्ड क्यापेबिलिटी आउँदैछ होइन। यस, दिस इज वाट आई वाज टकिङ अबाउट। अब डेटा इन्कन्सिस्टेन्ट छ, इट्स ओके, बट भिजुअलाइज गर्ने तरिका अब यसमा हेरौँ है त। जस्तै स्टक बाई क्याटेगोरीहरू होइन। जस्तै सबैभन्दा बढी चाहिँ कुन प्रडक्ट रहेछ त, एक्सेसरी केबलहरू रहेछ, अनि सबसे थोरै चाहिँ क्यामेरा, ड्रोन, स्मार्टफोनहरू रहेछ होइन। अब यो चाहिँ इमेजिन गरौँ कि एउटा टेक कम्पनीको लागि चाहिँ यो सिस्टम युज गर्दैछ भनेर है। अनि त्यसपछि अब डेली सेल्स हेर्ने हो भने चाहिँ स्याटरडे धेरै रहेछ, डेटा इन्कन्सिस्टेन्ट छ, बट इट्स ओके। अनि सन्डे चाहिँ सबभन्दा थोरै रहेछ। अनि यहाँबाट टप सेलिङ प्रडक्ट कुन रहेछ त होइन। जस्तै युएसबी केबल धेरै रहेछ, कतिमा 275 क्वान्टिटीमा। अनि यो आइफोन 14 जुन त्यो रिफर्बिस थियो त्यो चाहिँ 10वटा क्वान्टिटीमा बेचेको छ भनेपछि अब के भन्न सक्यो, जुन थोरै क्वान्टिटी छ त्यसलाई अब राखेर के काम, एकदमै थोरै बिक्री भइरहेछ भनेर त्यो डिसिजन लिन पायो। अनि त्यसपछि अब युएसबी केबल यो धेरै छ भनेपछि यसलाई चाहिँ अब स्टकमा चाहिँ बेला बेला मेन्टेन गरिराख्नु पऱ्यो भनेर चाहिँ बुझ्नु पऱ्यो। किन भन्दाखेरि यो टप सेलिङ प्रडक्ट छ र अघि हाम्रो यहाँ ड्यासबोर्डमा त एङ्कर युएसबी केबल त यहाँ झरिसक्यो तल होइन। सो वी निड टु कन्सिडर द्याट लाइक स्ट्रिक्टली। अनि अर्को रेभेन्यू बाई क्याटेगोरी हेर्ने हो भने चाहिँ स्मार्टफोनबाट चाहिँ सबभन्दा धेरै जेनेरेट हुन्छ, किन भन्दा स्मार्टफोन महँगो हुन्छ होइन। सो त्यो भयो है। अनि त्यसपछि अब लास्ट मन्थको चाहिँ यति सेल भएको रहेछ, दिस मन्थको यति सेल भएको रहेछ भने चाहिँ लाइक कम्पेयर पनि गर्न पाएँ है। सो यसमा अरू पनि अझै टन्नै भिजुअलाइजेसनहरू हाल्न सकिन्छ होइन। अनि अनदर वान जस्तै यहाँ सेल्स रिपोर्टको कुरै गरेन मैले। यहाँ अब विकलीको चाहिँ त्यति भएको रहेछ, मन्थलीको अब यति होइन, कस्टम रेन्जको पनि हुन्छ, इयरलीको पनि। कस्टम रेन्जको हेर्ने हो भने चाहिँ अब कुन मन्थ फ्रम वेयर टु वेयर गरेर पनि गर्न सकियो। अब मन्थलीको हेर्ने हो भने यो भयो। अब एक्सपोर्ट भने एक्सपोर्ट पनि गर्न मिल्छ होइन। अब यसमा हामीले एक्सपोर्ट गऱ्यो, सेभ गऱ्यो यसलाई। अनि त्यसो अब यो खोलेर हेऱ्यो भने चाहिँ के हो यो, यसरी अब गर्नु पाएँ। इट्स भेरी ब्ल्यान्ड रिपोर्ट जेनेरेट गर्ने तरिका, बट इट्स ओके, इट्स जेनेरेटिङ। अनि अर्को सफ्ट डिलिट पनि युज गरेको छु मैले। सफ्ट डिलिट कसको केसमा भन्दाखेरि जस्तै यहाँ छ नि होइन, जस्तै कस्टमर्स जस्तै मेडिकेयर पोलिक्लिनिकलाई कुनै पनि सेल पर्सन असाइन भएको छैन। अब अघि हामीले भर्खरै बनाएको यो उहाँलाई चाहिँ यो मेडिकेयर पोलिक्लिनिक भन्नेलाई असाइन भएको छ भने चाहिँ त्यो गरौँ है त यसबाट। सो यहाँ कस्टमर्समा जाउँ, अनि के हो अरे हाम्रो मेडिकेयर पोलिक्लिनिक होइन। और वाट वी क्यान डु इज यता गएर वाइ डोन्ट बी असाइन टेस्ट युजर यसरी होइन। सो यो सेभ गऱ्यौँ। अब उसको लागि चाहिँ टेस्ट युजर। अनि यहाँ गएर अब हामीले हेऱ्यौँ भने चाहिँ उहाँको कस्टमर भनेर यो आयो भनेर नि हामीले भन्न पायो। जस्तै अब मैले यहाँ डिलिट गरेँ अरे होइन। अब यो डिलिट भयो भन्नुको मतलब के त्यो कस्टमर नै डिलिट हुने हो त होइन नि होइन, त्यो त अनअसाइन पो हुने हो त होइन। सो अनअसाइन भयो कि होइन, त्यो भयो। अब जस्तै यो केसमा नि अब यहाँ एलेक्जेन्डर स्मिथ छ भने चाहिँ मैले अब यो चाहिँ के हो भन्दाखेरि एक्जिस्टिङ सेल्स पर्सनहरू कुन छ अब त्यही हामीले असाइन गर्ने होइन। सो त्यो भयो। सफ्ट डिलिट त्यो एउटा पनि भयो। नभए चाहिँ हामीले जुन अब एडमिनले गर्ने डिलिट पनि सबै सफ्ट डिलिट्स नै हुने हो। सो यो त्यही नै हो ओभरअल यो म्यानेजमेन्ट सिस्टम भनेको। थ्याङ्क यू।